साथीलाई चाहिँ हामीले आज बर्थडेको सरप्राइज दिनलाई चाहिँ हामी बेकरीमा आएका छौँ। केक सेक हेरेर अर्डर गरिसकेका छौँ। अब हाम्रो प्याकिङ हुँदैछ। उता चाहिँ हाम्रो बेकरीवाला दाइले चाहिँ ट्याक्क मिलाएर प्याक गरिदिनु भएको छ है त। साथीहरू देख्नु सक्नुहुन्छ हामी जब बेकरीबाट बाहिर जाँदैछौँ है त। उसको वाइफले पनि फोन गरेर हामीलाई चाहिँ एउटा केक अर्डर गरिदिनु मेरो लागि भनेर भन्नुभएको छ। उसको आज मलाई गिफ्ट दिने भनेर सरप्राइज दिने भनेर चाहिँ हामी केक सेक लिएर चाहिँ हामी मिलेर चाहिँ अब हामी जाँदैछौँ रुमतिर। देख्न सक्नुहुन्छ ह्याप्पी बर्थडे त। बिस्तारै हामी दुईजना चाहिँ गफ गर्दै जाँदैछौँ। आज चाहिँ बर्थडेको पार्टी चाहिँ खानुपर्छ भनेर चाहिँ गफ गर्दैछौँ जाँदैछौँ। देख्न सक्नुहुन्छ दुईजना चाहिँ ट्याक्क दुईवटा केक लिएर है। हामी अब रुम पनि आउनु लागेको छ। बिस्तारै देख्नुहुन्छ अब रुमको नजिक आइसकेको छ। हामी बिस्तारै रुममा चाहिँ हामी बिस्तारै जाँदैछौँ। साथी छ या छैन हाम्रो थाहा छैन। एउटाले चाहिँ हेर्नेछौँ है त। कति बाहिर बस्नेछु केक लिएर है। उसले हेरिसकेको छ साथी नरहेछ। हामीले केक चाहिँ हामीले फ्रिजमा राखेको छौँ न पुलिस भनेर। अहिले रातिको 12 बजिसकेको छ है त। हामीले केक चाहिँ ट्याक्क ओपन गर्न गएका छौँ है सबै साथी मिलेर। ट्याक्क एउटा चाहिँ उसको वाइफले दिएको है हस्बेन्डलाई सरप्राइज। एउटा चाहिँ हामी साथीहरूको तर्फबाट चाहिँ हामीले सरप्राइज दिएका छौँ मिलेर है। रातिको 12 बजिसकेको छ। हामी नसित उसको बर्थडेलाई चाहिँ हामीले सरप्राइज दिनको लागि चाहिँ हामी रातिको 12 बजे है त। देख्न सक्नुहुन्छ केक चाहिँ है। एउटा चाहिँ साथीको तर्फबाट एउटा चाहिँ उसको वाइफको तर्फबाट है त। केक दुईवटा केक रहेको छ देख्न सक्नुहुन्छ। ट्याक्क अब क्यान्डल सेन्डल ट्याक्क मिलाएर राखेको छ मेरो साथीहरूले। मैले चाहिँ भिडियो गरेर राखेको छु है साथीहरू। ट्याक्क ल अब हाम्रो क्यान्डल सेन्डल रेडी भइसकेको छ लगभग। अब चाहिँ हामी ट्याक्क केक सेक लिएर चाहिँ माथि जान लागेको छौँ। रुम चाहिँ हाम्रो माथि छ है देख्न सक्नुहुन्छ। ट्याक्क माथि गएर हामी चाहिँ ढोकाको नजिकै ट्याक्क बसेर हामी क्यान्डल सेन्डल बाजुलाई चाहिँ सरप्राइज दिनको लागि चाहिँ उसको रियाक्सन चाहिँ कस्तो आउँछ होला हेरिदिनु होला सबैले है। अनि भिडियोमा चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला। एकदम ढोका ओपन गरिसकेका छौँ। सबै साथीहरू मिलेर हामी यसको पार्टीलाई चाहिँ सरप्राइज दिनेछौँ है त। अब टेबल सुप पनि थिएन हामीसँग चाहिँ हामीले कुर्सीको व्यवस्था गर्नेछौँ है। ट्याक्क कुर्सी सुर्सी ट्याक्क ल्याएर राखेर चाहिँ अब केक सेक ट्याक्क मिलाएर राखेर उसले पनि टी सर्ट लाउँदैछ है। अब साथीहरूलाई थाहै थिएन उसलाई चाहिँ यस्तो सरप्राइज आउँछ भनेर चाहिँ खुसीले चाहिँ एकदम हर्षित भएको छ। जे भए पनि जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगति हुँदै गर्दै जानु है त जिन्दगीमा। ल उसले चाहिँ आफ्नो वाइफसँग बोल्दै है भिडियो कलमा ट्याक्क केक काटिरहेको छ। पहिला त उसको वाइफलाई टाढाबाट भयो नि माया चाहिँ जस गाडा छ त्यति टाढा भयो भने माया चाहिँ त्यति नै गाडा छ है त। केक चाहिँ देख्न सक्नुहुन्छ भिडियो कलमा चाहिँ उसले देखाइरहेको छ केक चाहिँ अनि देख्न सक्नुहुन्छ उसको वाइफ पनि भिडियो कलमा टिकटक रिङ लाइटसँगै है त देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो साथीको पाला आएको छ है त सुमन।